साँचो ज्ञान कहाँबाट सुरु हुन्छ? बाइबलबाट। हितोपदेश 24 को 1। खराब मानिसहरूप्रति दाह नगर, न त तिनीहरूसँग हुने इच्छा नै गर। दुष्ट मानिसलाई घृणा नगर्नु। बुद्धिले घर निर्माण गर्छ, ज्ञानले स्थिरता ल्याउँछ। सही सल्लाह आवश्यक छ, सत्यले जीवन बचाउँछ। आजको शिक्षा यहाँ परमेश्वरको वचनले सिकाउँछ कि दुष्ट मानिसको सफलता देखेर यसमा खारिज गर्नु हुँदैन। बुद्धि, ज्ञान र समस्तले जीवनलाई बलियो बनाउँछ। सही सल्लाह र सत्यताले मानिसलाई कठिन परिस्थितिमा पनि सुरक्षा राख्छ।